जोड़ी ता गई शीतल शीतल बिन बछाया पर्दैन पीपल हम्बा ह्यांगला जोड़ी ता गई शीतल शीतल बिन बछाया Silva lava khama e London bakhana Deurali ri rom sityo ya simlang maya wala lava dhose khale ngala liri emi indi sapna la simaya lava dhose khale ngala liri
सिल्भा लाभा खामा ए लन्डन बखाना देउराली रङ सिट्यो या सिमलङ मायावाला देउराली रङ सिट्यो या सिमलङ मायावाला ngalamaya larang mi e binami sada sada ngalamaya larang mi e binami sada sada फिका फिका छु दुनिया रे एलन माया गाढा फिका फिका छु दुनिया रे एलन माया गाढा मतलबी मूला दुनिया मतलबी मूला सिम मतलबी मोला दुनिया मतलबी मोला सिम tasay sim sim ang badokang sim sim hai ba khusim दासनो भगत पार्मिता ज्ञान तेजरो समय समुदाय कदेव पुण्य पुण्य महापुण्य पार्मित पुण्य ज्ञान समर्पण सर्व संस्कार परिशुद्ध धर्म देव गणे समगत सब विशुद्ध महायान परिवाराय स्वाहा अबले तबडलाई दिला लासो लाहे नानीलाई देस ओ माउन्ट दने पछको छेउ देवी छमा अमरणी जीवनताय स्वाहा हिमालबाट हिउँ पनि बर्सिएर पुरा लासो saksin rang bam hanghin na maya tangsi klang barang hin na maya ho saksin rang bam hanghin na maya tangsi klang barang hin na maya dungal tamane na lava hanghin na maya dungal tamani na lava bhang hin na maya khal se soji maya khal se soji sim Himun simri dizi tini maya dhosiyam Himun simri dizi tini maya dhosiyam Brangi bhanla yeda chin chin re Khalai dan bahila din din re ho brangi bhanla yeda chin chin re Khalai dan bahila din din re tangsine si chungla choting edan thansi ting re Tangsine si chongla chu ting than se ting re Khal se soji maya Khal se soji sem Himun simri dizi tini maya dhosiyam Himun simri dizi tini हामीले चाहिँ तपाईँको माफी माग्नलाई माछा जिउँदो ल्याएको छ तपाईँहरू खुसी हुनु ल भनेर
जिउँदो माछा जिउँदो कुखुरा उखु है आसेनाङ्गीले स्याप सुहाजी बिसमी नाइ छुफल होला भनेर तेल पनि बोक्थ्यो तेलले गाह्रो गराउनुला हो कि तपाईँहरू हिँडेर आउँदाखेरि थाक्यो होला के भयो होला भनेर तेल पनि बोक्थ्यो तेल पनि आएगा है ल ठिक है तर त्यो चाहिँ के गर्थ्यो यो भाले काटेर खानुलाई तेल बोक्दो रहेछ क्या नुन खोर्सानी नि बोक्नै पर्यो उयो बत्ती छ नि दुईवटा त्यो बत्ती चाहिँ हाम्रो केटा र केटीले जलाइदिनु पर्यो उल्टापट्टिको केटी यतापट्टिको केटा छ है त्यो थालमा अनि त्यो थालमा चाहिँ केटा पक्षले चाँदीको मोहर केटी पक्षले सुनको मोहर ल्याउनु परेछ है त एउटा ल्याउनु भएको छ एउटा चाँदीको मोहर केटा पक्षले केटी पक्षले सुनको मोहर यो चाहिँ किन राख्नुपर्ने भन्दाखेरि हाम्रो एउटा तपाईँको चाहिँ मानवको सृष्टिको प्रतीक भन्छ केटाको चाहिँ तपाईँको चाहिँ सेतो चिन्ह केटीको रातो चिन्ह भएको हुनाले रजस्वला तपाईँको विजय भन्छ त्यसमा उनीहरूले हड्डी केटाको हड्डीमा सेतो रगतमा रातो भएको हुनाले एउटा रातो मोहर एउटा सेतो मोहर त्यो थालमा राख्नुपर्छ यदि छैन भने भन्नु होला हामी सापड दिउँला तर मलाई अहिले बाँडाकान गएर एउटाले सुनको एउटा चाँदीको बनाइदिनुपर्छ है हामीले चाहिँ तपाईँको माफी माग्नलाई माछा जिउँदो ल्याएको छ तपाईँहरू खुसी हुनु ल भनेर जिउँदो माछा जिउँदो कुखुरा उखु है आसेनाङ्गीले स्याप सुहाजी बिसमी नाइ छुफल होला भनेर तेल पनि बोक्थ्यो तेलले गाह्रो गराउनुला हो कि तपाईँहरू हिँडेर आउँदाखेरि थाक्यो होला के भयो होला भनेर तेल पनि बोक्थ्यो तेल पनि आएगा है ल ठिक है तर त्यो चाहिँ के गर्थ्यो यो भाले काटेर खानुलाई तेल बोक्दो रहेछ क्या नुन खोर्सानी नि बोक्नै भरे उसले दिएर भने हामी नै काटेर खान्छौँ भनेर त्यस्तो गर्थ्यो यो तेल पनि ल्याएर छ है ओहो डन बहिला दिन दिन रे खाला डन बहिला दिन दिन रे इतिहास रहेको तपाईँले संस्कार मेटेको भयो भने इतिहासले फेरि संस्कार बनाउन सक्छ भन्छ क्या त्यसले गर्दा हाम्रो बोको तामाङका चाहिँ मैले लान्तावाला चाहिँ ठुलो नसक पेलोमा आयो नचुके पेलो नसक ठुलोमा आयो नचुके भन्छ क्या दुईटै हरायो भने चाहिँ अनि समाप्त भयो हो त्यसो हुनाले वास्तवमा फिका फिका छु दुनिया रे एलन माया गाडा फिका फिका छु दुनिया रे एलन माया गाडा मतलबी मोला दुनिया मतलबी मोला सिम मतलबी मूला दुनिया मतलबी मूला सिम Sim sim rang ba do khang sim sim hai ba khushi याला तामाङ रीतिमा सबैलाई घिक्वा चुसी छाला धुन्दो साथी सेम्ला सर्व साक्षी भन्छ मनलाई पवित्र बनाएर घुँडा टेकेर विनम्र अनुरोध गरेर हजुरको छोरी मलाई दिनु पर्यो भनेर संयम गुणले युक्त भएको सगुन समातेर आज हाम्रो चाहिँ मुक्तान मेमेको घरमा पाल्नु भएको छ यता मुक्तान मेमे पनि ठीक छ तपाईं यसरी विनम्र अनुरोध गरी आउनु भएको छ भने म पनि मेरो छोरी दिनलाई तयार छ भनेर दुवैजना तयार हुनु भएको छ तयार हुनुभन्दा अगाडि
हाम्रो यति राम्रो छोरी गोलेको घरमा पठाउँदाखेरि हाम्रो मोक्तानको कुल रिसाउनु सक्ला, मलाई नसोधेर तपाईँ मात्रै मिलेर पठाउनु हो भनेर विघ्नबाधा गर्न सक्ला। गोलेको परिवारमा पनि तपाईँले बुहारी ल्याउनु भयो मलाई नसोधिकन, दिनलालासे हे मलाई कम्तीमा सम्झिनु पर्दैन भनेर चाहिँ नि भन्ला। त्यसैले गर्दाखेरि तपाईँले तपाईँको कुललाई सम्झेर, मोक्तान मेमेले मोक्तानको कुललाई सम्झेर हो त्यो सपन एकपल्ट चढाउनु छप गर्नुपर्छ है त। सम्झिनुहोस्, म पाठ गर्छु ल। 20 गते आज बुधबारको दिनमा अनि नम्रता भन्ने छोरी र जङ्गबहादुर भन्ने तपाईँको चाहिँ छोरालाई आज उहाँ दुईजनाको शुभ विवाह दर्शन कार्यक्रमको लागि आज हाम्रो मोक्तानको तर्फबाट स्या का रूप है यसलाई भन्छ मासु रगत हाम्रो जङ्गबहादुरजीको हातमा चाहिँ प्रदान गर्नेछु। लासो लासो Namo sasi prisi jungsi medo dhamira isheni dagya bhati sanke sindhu mete bol dogunam dasin la chevara jaburu ratna mendala puja mega samandara मानले चाहेको आँखाले खोजेको जीवनको प्यारो मान्छे हौ कसरी बाँचौला यो जीवन काटौला जिउनुको प्यारो अर्थ हौ धन्यवाद सन्धिज्यू हजुरले छोरी दिनुभएकोमा ल धन्यवाद बस्नुहोस् लासो ल दुईजनाको परिचय गर्नुहोस् है भन्नुहोस् नाम भन्नुहोस् लासो ल धन्यवाद केही धन्यवाद दिनु पर्यो नि हाम्रो भाइलाई बुहारीमा आउँदैछ ल भाइ धन्यवाद मेरो भाइले राम्रोसँग बाँच्छ पिसँग बाँच्छ ढुक्क हुन्छ ल थ्याङ्क यू बहिनी बहिनीहरू
तपाईँको दिदी दिनुभएकोमा कति धेरै धन्यवाद, कति धेरै धन्यवाद। ल आउँदो दिनमा तपाईँ फेरि चिसो ठाउँमा सिन्धुलीमा जानुपर्छ, एउटा तातो ठाउँमा बाह्रमा आउनुपर्छ भन्ने हो। कोही बाँकी छ भने भन्नु होला है। नम्रता आन्टीहरू सभा भन है ज्वाइँलाई म भन्छु भाइ है भन्ने कुरो थाहा भयो अनि लास्टमा मात्रै के हो यस्तै होइन। अब बोलायो है जानु नजानिकन
राम्रो छोरी पाउनुपर्छ, राम्रो ठाउँ पार्नु है, त्यही शुभकामना है। अब डोली ऐरक सहगुन गनबर तम्बाडम फुरे सोली र डोली ऐरक सहगुन गनबर तम्बाडम फुरे मागी मा बिहे
भयो आज छोरी तरियो आस्याङले मागीमा बिहे भयो आज छोरी तरियो आस्याङले चाङ छ र माछालाई छेफुल्ला आस्याङ स्याङलाई फ्याफुल्ला साहित्य हेरेको लोखामा पानी मिलेको चिहीमा साहित्य हेरेको लोखामा पानी मिलेको तामाङ रिमठिम बुझाइ चाङ छर आज बुझाइ चाङ छर आज ल्याएको त कहिले नि नघटोस् मनमुटु कहिले नि नफाटोस् माया त कहिले नि नघटोस् मनमुटु कहिले नि नफाटोस् डम्फुरे तम्बाको आशिषले सोचेको सबै पूरा होस् 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 डम्फुरे तम्बाको आशिषले सोचेको सबै
सेमृति जितिनी माया घोषियम किनुन सेमृति जितिनी माया घोषियम dan baila din din re हो रंगी भल्ला ये दा छिन छिन रे khala dan baila din din re तंसिने सी छोला चोतिंगे दन थंसी तिंगरी tangsine si chongla chu ting khan than se ting re खालसे सोझी माया खालसे सोझी सेम थिनुन सेमृति जितिनी माया घोषियम थिनुन सेमृति जितिनी माया घोषियम ngala maya lagalan emi bina mi sada sada फिका फिका छु दुनिया रे एलन माया गाडा फिका फिका छु दुनिया रे एलन माया गाडा मतलबी मोला दुनिया मतलबी मोला सिम मतलबी मूला दुनिया मतलबी मूला सिम तासै सिम सिम रंग बदो खं सिम सिम हाइबा खुसिम तासै सेम सेम रंग दोखाङ सेम सेम हाइबा खुसियम अनि सारी सारी सोमला अनि तोर सोमला हो त्यसो अनि यहाँ देखिने यहाँदेखि हालेर पुस्ता हाल्ने त्यहाँ पो धारा नछुटाइकन त्यहाँ पुगेर पुस्ता हाल्ने शुभ लगानको भन्नु न शुभ लगानको फेरि फेरि थप्को नानी त गएपछि आयो गएपछि यसलाई बेर फेरि सँग छोप छोपति छोप आँट्यो अब नानीको हातमा यो कहिले नहराउने कता फर्किने यतै हो अघि बेहुला बेहुली राखेको मिलेको छ नि लु शुभ लगानको खोइ सबैले ताली बजाउनु ताली खोइ त ताली जुवा त अब नानी बस्छ त्यहाँ अनि बाबुलाई त्यहाँ बस्छ नानी चाहिँ बस्छ अनि उसले फिल्म स्टारलाई भइहाल्यो नि नानी बसेर उसलाई बस्नु भनेर तान्नु पर्यो बस्छ भनेर बस्नु भन्नु
अब यसो नि त फेरि ठाउँको ठाउँमा आउनु पर्यो नि त ठाउँमा आउनु पर्यो नि त होइन त हो नि अब चाहिँ बस्न सक्ने केही भन्नु पर्दैन आफ्नो ठाउँ गएर बस्ने तीनचोटि एकछिन बस्न दिनु न एकछिन भए पनि बस्न दिनु न पानी खाएको त होइन अब फेरि पानी टिप्या जस्तो गर्नुहुन्छ है तीनचोटि हुन्छ कि अनि अब दही खुवाउने होला नि पहिला पहिला बस्नु पहिला यो काम सिध्याउनु पर्यो लु बस्नुहोस् अब फेरि उठ्नु पर्यो तीनचोटि बन्द अब हुन्छ त्यहाँ पुग्नु अब फेरि उयो गरे पनि अप्ठ्यारो हुन्छ है दही खुवाउनु पर्यो पहिला आफू यसो गर्ने पहिला आफूले खाने होइन पहिला यसो गर्ने तीनचोटि अनि मासतिर तीनचोटि पहिला सुमरङ सिबु त गर्नुपर्छ नि नानीले पनि पहिला हामीले गर्नु उहाँले गर्नु होइन यो त जुन आफ्नो बुहारी पनि गरिदिनु नि त गर्ने चिज होला सुरु गर्छ पुरो सबै छ अब चिन्दैन मान्छे यहाँ भित्र त ल सबलाई चिनाउनु पर्यो नि त
여기 너무 팍팍 넣어주고 있구나. 아니, 그렇지, 너. बत्ती हेर न मम्मी आउने हैन ले हेर्नु चाहिँ मम्मीले आमाले आमाले देखेर मम्मी हजुर राख्नु चल आगे
मेरो मेरो सिङ्गल भाउजू भनेको हाम्रो उसमा के अरे हाम्रो अब के अरे चन्द्रमानमा भाउजूमा हाम्रो तपाईँ मात्रै आन्टी म अघिदेखि यसको हाल्नु कतिखेर किनेर पर्छ भने हेरिरहेको कि मैले यहाँ एकछिन